विकासमा ढिलाइ सुस्ती भयो जुन बाचा गर्नुभएको थियो त्यहाँका जनताहरूसँग त्यो बाचा कतिवटा थियो याद छ तपाईँलाई? बिल्कुल याद छ। कतिवटा थियो? किनकि शिक्षा बिना कुनै पनि विकास है अधुरो रहन्छ। कति पैसा चाहिन्छ कोशी हस्पिटलमा यो आइसियु र उ गर्नलाई हामी दिन्छौँ त्यति बेला। गरिब गुरुवा धनी मान्छेहरूलाई जहाँ पठाइदिनु, गरिब गुरुवालाई चाहिँ कोही रिफर गर्दाखेरि जीवन विकास पठाइदिनु भयो भने, हाम्रो हस्पिटलमा पठाइदिनु भयो भने त्यहाँ चाहिँ 30% देखि 100% छुट छ। यो 30वटा बाचाहरू मध्येको कति पर्सेन्ट चाहिँ अहिलेसम्म तपाईँ गरिसक्नु भएको छ र आउने समयमा चाहिँ तपाईँ सांसद नहुँदा पनि कतिवटा बुँदाहरू पुरा गर्नुहुन्छ र यो नयाँ पार्टीले तपाईँको यी चिजहरूलाई समेट्छ कि समेट्दैन? त्यो एकजना वडा अध्यक्षले गरेको गल्तीले त्यो गाउँपालिका धनपालमा त्यत्रो है 250 भन्दा बढी घर, फुसको घर, टिना चेन्ज हुन्थ्यो, त्यो भएन। अब यो पनि कुराहरू उठिरहेको छ कि योगेन्द्र मण्डल स्वतन्त्र उम्मेदवार जितिसके पश्चात चाहिँ संसद भवनमा आवाज उठाउन सकेनन्, आफ्ना कुराहरू राख्न सकेनन्। अब यो तपाईँले खोलेको पार्टीको के कारण साँच्चीकै यही मुद्दाहरू हुन् कि होइन नयाँ जोस जागरका साथ, नयाँ भिजनका साथ जुन पछिल्लो समय गरेको मैले बाचाहरू छ ती चिजहरूलाई म यही पार्टीको हातबाट चाहिँ, यही पार्टीको सहाराबाट चाहिँ म जनताको सेवक हुन्छु? वास्तवमा म अहिले सेवक भएको होइन। बिजुलीको पोल सार्ने पैसा छ, त्यसमा आँखा गाडो, कल्ले गाडो आफ्नो ठाउँमा छैन। झालझेल गरेर चाहिँ रोकेर राखेको यो राजनीतिको अखाडा बन्यो क्या यो रोड चाहिँ। जब तपाईँ राजनीति गर्नुहुन्छ भनेदेखि तपाईँको लक्ष्य क्लियर हुनुपर्छ। अनि धाक धम्की पनि दिए भन्ने पनि कुराहरू थियो। कोही के अरे जोगी सरलाई भोट दिएन भने भोलि ऋण पाइँदैन भन्ने पनि कुराहरू आरोप थियो। यो अरू ऋण मिना गरिदिन्छ भनेर है, ऋण मिना गर्छ। तपाईँलाई एउटा भनौँ त्यो चुनाव भयो भने चाहिँ फेरि तपाईँ उठ्नुहुन्छ? बिल्कुल उठ्छु। भोलि यो पार्टी पनि चुनाव नजिकिँदै गर्दा अन्य पार्टीसँग विचार मिल्यो, अब हामी मर्ज हुन्छौँ भन्ने हुन्छ? हाम्रो एउटै लक्ष्य छ, अब नेपाल बन्नु पर्यो। This podcast sponsored by Parel University and Achievers Consulting Services, Nepal. Contact number 9804606448/9814345203। दर्शकबिन विराटनगरकै पहिलो पडकास्ट हो त्यो सेन्सेकमा यहाँहरूलाई स्वागत छ। पछिल्लो समय हामीले फेसबुकमा केही कुन व्यक्तित्वलाई चाहिँ हाम्रो पोडकास्टमा ल्याउनुपर्छ भनेर हामीले एउटा सर्वे जारी गरेका थियौँ र सो सर्वेमा चाहिँ सबैभन्दा बढी मोरङ क्षेत्र नम्बर 5 का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलजीको नाम आएको थियो र सो पश्चात हामीले त्यो किन उहाँलाई नै बोलाउनुपर्छ भनेर पनि हामीले सर्वे गरेका थियौँ र त्यसमा चाहिँ उहाँले चाहिँ आफ्ना क्षेत्रमा के काम काजहरू गर्नुभयो चुनाव जितिसके पश्चात ती विषयमा प्रश्नहरू धेरै आएको थियो र सो पश्चात हामीले उहाँलाई सिधै कार्यक्रममा निम्त्याएका छौँ। यति बेला उहाँसँग हामी त्यही प्रश्नहरूलाई लिएर चाहिँ त्यहाँका स्थानीय जनताहरूले गरेका जुन टीका टिप्पणीहरू छन् तिनलाई लिएर चाहिँ हामी उहाँसँग प्रश्न तिर्साउँछौँ। धेरै ढिला नगरिकन उहाँलाई सिधा कार्यक्रममा स्वागत गरौँ। सर स्वागत छ यहाँलाई। नमस्ते, धन्यवाद। के छ अहिलेको अवस्था? ठिक छ। देशको अवस्था राम्रो छैन। देशको अवस्था राम्रो नभएपछि देशको जनताको नि अवस्था राम्रो हुँदैन। तर देशको अवस्था बिग्रिनुमा त नेताहरूको पनि ठुलो हात छ नि त, के कसो भन्नु के लाग्छ? यो अलिकति हामी सबैले बुझ्नुपर्छ क्या। म एउटा कुरा भन्छु नि, अहिले भ्रष्टाचारको एकदमै ठुलो मुद्दा छ देशमा। अस्ति भर्खर जेनजी भाइहरूले होइन, भाइ बहिनीहरूले आन्दोलन पनि गरे हो। त्यो मुद्दालाई उनीहरूकै सरकार आयो नि त है, उनीहरूको सरकार आयो तर 2 महिना बढी भइसक्यो, सायद काम गर्दै होला होइन, समय पर्खौँला। हामीले अलिकति के बुझ्नुपर्छ नि, भ्रष्टाचार भनेको खालि नेतै हो त, देश बिगार्ने खालि नेतै हो त है। यो चाहिँ हामीले बुझ्नुपर्छ सबैले। भ्रष्टाचार अहिले एकदमै फ्री फ्र्याङ्क भन्दाखेरि नेताहरू पनि दोषी छन् है, नेताहरू पनि दोषी छन्, कर्मचारीहरू पनि दोषी छन्, उनीहरू पनि त्यत्तिकै दोषी छन्। फेरि किनभने देश बिग्रिनुमा भ्रष्टाचार हुनुमा त नेता र कर्मचारी दुवैको म यसमा प्रश्न गरौँ, सबै नेता होइन, म पनि नेता हुँ,
म भ्रष्टाचारबाट टाढै बस्छु। भन्न खोजे के भनेदेखि नि सबै नेता मात्रै जुन नेता दोषी भन्छ नि खालि नेताहरू भनेर नेता मात्रै दोषी छैनन्, कति राम्रा नेताहरू पनि छन् भनेदेखि त्यस्तै सबै कर्मचारीहरू छैन। तर मासमा चाहिँ पर्सेन्टेजमा चाहिँ भयो। भन्न खोजेको के भयो भनेदेखि नि हामी नेपालीहरू जुन ठाउँमा छौँ है त्यहाँ हामीले बुझेनौँ के गर्नुपर्छ के गर्नु हुँदैन। के बुझेनौँ यहाँको विचारमा चाहिँ के बुझेनौँ? पहिलो कुरा त के बुझेनौँ भनेदेखि नि हामी यही नेपालमा जन्मियौँ, यही माटोमा जन्मियौँ। यो हामी भन्न पनि मातृभूमि भन्छौँ होइन, नेपाल आमा भन्छौँ। तर नेपाल आमालाई हामीले कतिको माया गरेका छौँ व्यवहारिक रूपमा। आजित भयो नि त जनता नेताहरूबाट, कर्मचारी तन्त्रहरूबाट फेरि उही नेता आउने, फेरि उही सत्ता चलाउने। ती सरकार एउटै सरकार बारम्बार आइरहँदाखेरि जनता र आजित भयो नि त। कामकाजमा ढिलाइ सुस्ती भयो, विकासमा ढिलाइ सुस्ती भयो होइन। र कुनै मानौ कुनै पालिकामा अथवा कुनै सांसदलाई अथवा कुनै मन्त्रीलाई भेट्न जाँदाखेरि जुन लाइन, जुन कतार लाग्नु पर्थ्यो, जुन प्रतीक्षा गर्नु पर्थ्यो, अन्त आजित भयो नि त। त्यो भएर न यो आन्दोलन आयो। त्यही नेता भन्नुहुन्छ, फ्रस्ट्रेट भएर आएको हो नि त होइन। हामी के क्लियर बुझौँ भनेदेखि नि त्यही नेता भन्छु बारम्बार, त्यही पार्टी त्यही नेता भन्छु, उसलाई ल्यायो कसले? एउटै नेतालाई बारम्बार कसले? जनताले नै ल्याएको हो। जनताले ल्यायो। यही कुरा मैले बुझ्नुपर्छ। म के बुझ्नुपर्छ भने प्रष्ट भन्छु होइन। म आफ्नै अरूको कुरा गर्ने भन्दा पनि म आफ्नो कुरा गर्छु। मैले राजनीतिमा किन आएँ है, यही व्यथितिहरू नै छ। यो व्यथितिलाई सुधार्नुपर्छ। खास गरी हामी तपाईँहरूलाई पनि थाहा छ, म एउटा समाजसेवी मान्छे, एउटा संस्था चलाएर बसेको। त्यो संस्थाको क्लियर कट भिजन के छ भनेदेखि नि गरिबी रहित नेपाल। हामीले 25 वर्षको दौरानमा जब 10 वर्ष कटिसकेपछि हामीले अलिकति यो अभियानलाई गरिब रहित मुक्त बनाऊ नेपाललाई, यो सम्भव छ भन्ने कुरामा जब लियौँ अनि के पायौँ भनेदेखि नि तपाईँले भने जस्तै यो पोलिटिक्स र नियम है, जसलाई चाहिँ पोलिटिसियन र ब्युरोक्राटले नियमहरू छ, यो नियमहरू नै अधिकांश नियमहरू उल्टो छ। नियम नै भ्रष्टाचार गर्ने खालको छ क्या, किनकि नियम कानुन प्रष्ट छैन। अनि नेताहरू बारम्बार आउने, त्यही पार्टीहरू पनि आउने, त्यो नियम नबदलिकन अब बदलिने कसरी, यही बुझ्नुपर्छ मैले भन्न खोजेको। जस्तै म क्लियर कट भन्छु, मलाई जनताले जितायो नि चुनाव जिताइसकेपछि फेरि के भनेदेखि नि फेरि मैले राम्रो गरेको छैन भने मलाई जिताउनु हुँदैन क्या है, मलाई जिताउनु हुँदैन। क्लियर कट यो हुनुपर्छ। हुनु के पर्छ भनेदेखि नि हामी केमा जोड दियौँ भनेदेखि नि कसैले बनाएको जालोमा हामी जोड दियौँ। जालो के जालो हो भनेदेखि नि पार्टीको जालो। अनि हामी कहाँ भुल्यौँ भनेदेखि आम जनता कहाँ भुल्यो भनेदेखि कुनै पार्टीको, म पार्टीको मेम्बर भएपछि त्यो पार्टीको आस्था राखेँ भनेदेखि अब त्यही नै मेरो सबै चिज भयो क्या, नेपालभन्दा पनि है माथि भयो क्या पार्टी। अनि त्यसले गर्दा नेताहरूको यसै पनि बेनिफिट लियो क्या। अन्त गलत मान्छेहरूले है, सबै नेताको भन्दिनँ, गलत मान्छेहरू जो नेता भए नि यसैको बेनिफिट लिए। कसरी बेनिफिट लिए? म जे गरे पनि मेरो कार्यकर्ता छँदैछ है, कार्यकर्ताहरूले खटिहाल्छन्, पार्टी जिताइहाल्छ है। हामी कहाँ गयो भने घरको झगडालाई राष्ट्रसँग, राष्ट्रलाई मतलब दिएनौँ। घरको झगडालाई तपाईँको छिमेकी एउटा पार्टीमा छ भने अर्को पार्टी, तपाईँ उसँग झगडा छ, तपाईँ अर्को पार्टीमा जानुहुन्छ। अनि यो कुरा चाहिँ बुझेन कि भोट दिने बेलामा मेरो यो घरको झगडा होइन है, यो घरको झगडा होइन। त्यस कारण यहाँ बुझ्नु के पर्छ भनेदेखि अब चाहिँ बुझ्नुपर्छ, संयम हुनुपर्छ यहाँको होइन। संयम भन्दा पनि अब के बुझ्नुपर्छ भनेदेखि नि देश यो स्थिति अझै भयावह हुँदैछ, भयावह हुन्छ बारम्बार। कुनै एउटालाई देखाएर, जस्तै कहिले काहीँ पार्टीलाई देखाएर, कहिले व्यक्तिलाई देखाएर, कहिले नेतालाई देखाएर के बुझ्नुपर्छ भनेदेखि नि यो सबै तपाईँले जुन भन्नुहुन्छ है, देश रह्यो भने नि हामी कुरा गर्छौँ त। त्यसमा अब देश जोगाउने बेला भयो। अब यसरी तपाईँ आफै एउटा प्रतिनिधि सभा सदस्य भएको नाताले बोलिरहँदाखेरि चाहिँ यहाँकै विषयमा, यहाँकै क्षेत्र मोरङ क्षेत्र नम्बर 5 को कुराहरू हेर्ने हो भने त्यहाँका जनताहरू अहिले आफै यहाँको बारेमा धेरै टिका टिप्पणीहरू गरेका छन्। जस्तै एउटा इक्जाम्पल,
तपाईँ चुनाव जितिसके पश्चात चाहिँ अहिलेसम्म पूर्ण रूपमा नजिकबाट चाहिँ त्यहाँका जनताहरूसँग भेट्नु भएको छैन भन्ने पनि आरोप छ एक। अनि दोस्रो कुरा तपाईँ चुनावमा उठिरहँदाखेरि जुन तपाईँले सङ्कल्प लिनुभएको थियो, जुन बाचा गर्नुभएको थियो त्यहाँका जनताहरूसँग, त्यो बाचा कतिवटा थियो याद छ तपाईँलाई? बिल्कुल याद छ। कतिवटा थियो? मैले 3 तरिकाबाट है 3 तरिकाबाट जनता माझ गएको थियो है। एउटा पेपर मार्फत है, पेपरमा हामीले 3टा पेपर दिएको थियो। एउटा सानो चिट टाइपको, बुझ्नुभयो, छोटो। त्यसमा के थियो भने शिक्षा, स्वास्थ्य र रोजगार है एउटा हामीले चिठी दिएका थियौँ है, जनताबाट चिठी दिएका थियौँ, प्रतिबद्धता पत्र होइन, चिठी प्रतिबद्धता। एउटा चाहिँ हाम्रो भनौँ बुढसर जस्तो जुन भन्छ नि, एउटा बेसिक पेपर, एक पेपरको दिएका थियौँ होइन। 3टै मलाई याद छ है। र तपाईँलाई म के भन्छु भनेदेखि नि, म 3टै काम है गरिसक्नु भयो वा होइन, यसरी बुझ्नुपर्छ। कार्यकाल सकिन आँटिसक्यो त तपाईँको, होइन, विकास कार्यकाल त सकिसक्यो, कार्यकाल त अस्ति नै जनजीले सकिसक्यो। विकास भनेको, विकास जुन छ नि, विकास भनेको प्रोसेस हो है। विकास भनेको प्रोसेस हो। जस्तै आज तपाईँले सुरु गर्नुहोस्, आज सुरु गर्नु पर्यो, सुरु हुनु पर्यो। आज सुरु भएपछि त्यसलाई चाहिँ यदि सबैले बुझ्यो भनेदेखि त्यो आफै कन्टिन्युसन हुन्छ। मेरो अनुभव छ। मैले इक्जाम्पल दिन्छु। पहिला त त्यो भाषाको कुरा गर्छु, अनि मैले शिक्षा है तपाईँलाई भनौँ, किनकि शिक्षा बिना कुनै पनि विकास है अधुरो रहन्छ, अथवा त्यसलाई विकास मानिँदैन, मेरो बुझाइ है। अरू कसले भन्छ के भन्छ त्यो होइन। मैले शिक्षामा जोड दिएँ। 85वटा सरकारी विद्यालय छ, अहिले लगभग 40वटा सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम भएको छ। यहाँको पहलमा हो त्यो? योभन्दा अरू मान्यहरू थियो नि, भएको थिएन नि त है। अर्को कुरा के भनेदेखि नि, सबभन्दा मैले भन्न खोजेको यो जुन 40को कुरा गर्नुभयो हो, यो यहाँकै पहलमा भएको हो वा अन्यले गरेको मैले गनाएँ भन्ने हो? होइन, अब यो चाहिँ विद्यालयका अध्यक्षहरू, हेडमास्टरहरूले बोल्ने हो। म यही जोड्छु क्या। यहाँ के छ भनेदेखि देश सबैले मिलेर बनाउने हो नि है, देश सबैले मिलेर बनाउने हो। सबले मिलेर बनाउँदाखेरि अनि यहाँ के छ भनेदेखि मैले गरेँ भन्छ, यो होइन है। देश बनाउने भनेदेखि सबले मिलेर गर्ने हो। र जो जतिखेर हुन्छ त म संसद भएँ नि, मलाई जिताएर गएँ नि, मैले के गरेँ त, जित्ने बित्तिकै तपाईँको चैत महिनामा अर्को सेसनको लागि मैले काठमाडौँबाट विज्ञहरू जस्तै महाश्रम शर्मा है, शिक्षा विज्ञहरू डाक्टर सुरेश राज शर्मा है, उहाँहरूलाई अनुरोध गरेर मैले बोलाएँ। त्यसरी स्रोत व्यक्ति हामीले पोखरियाको र आदर्शको हेड सरलाई राखेर मेरो क्षेत्रको सम्पूर्ण स्कुलका सरकारी विद्यालयका तपाईँलाई हेड सर र अध्यक्षहरूलाई बोलाएर ओरिएन्टेसन गरेँ कि पहिले हामी सरकारी विद्यालय क्वालिटी सुधार गरौँ है, अङ्ग्रेजी माध्यममा जाउँ। त्यति बेला पनि टिप्पणी भएको थियो, के अरे अङ्ग्रेजी हुने बित्तिकै के राम्रो हुन्छ, चाइनामा अङ्ग्रेजी छैन। मैले किन गरेँ भनेदेखि थाहा छ, अङ्ग्रेजी आज 1 क्लासदेखि 10 क्लास, गाउँमा गरिब गुरुबाले 10 क्लाससम्म पढ्यो भने, अङ्ग्रेजी पढ्यो भनेदेखि अहिलेको जुन सिनेरियो छ नेपालमा, अझै यो यिनीहरू नै रह्यो भने, नयाँ मान्छे आएन भने है, नयाँ विचार नयाँ भिजनवाला मान्छे आएन भनेदेखि बेरोजगारी समस्या समाधान हुँदैन। बेरोजगारी समस्या समाधान गर्नलाई भिजनवाला मान्छे आउनु पर्यो, जसले कसरी रोजगार क्रिएट गर्न सकिन्छ, रोजगार दिइरहेका मान्छे। जस्तै उदाहरणको लागि तपाईँ एकजना हुनुहुन्थ्यो, आज एउटा काम गर्नुभयो, कति दुःख गरेर यो स्टुडियो तयार गर्नुभयो, यो सबै आज तपाईँले 2-3 जनालाई काम दिनुभएको छ। काम गर्नु पर्यो क्या, लिडर चाहिँ प्र्याक्टिकली काम गर्नु पर्यो, रोजगार। अनि मैले खालि यो अङ्ग्रेजी माध्यमले केमा जोड दिएँ भनेदेखि नि, यिनीहरू काम पाएन भनेदेखि पछि त मलेसिया कतार दुबई नै जाने हो, कम्ती त्यहाँ जाँदाखेरि दुःख नपाओस्। र यो कुरा अहिले बुझ्दैन है, 5-7 वर्ष 10 वर्ष पछाडि बुझ्छ कि जोगी सरको पालामा के भयो। दोस्रो कुरा स्वास्थ्य है, स्वास्थ्यमा के छ भनेदेखि नि तपाईँ सबै फ्र्याङ्क भन्नुपर्छ। गरिब गुरुबा पहिले कोशी हस्पिटल आउँछ है, त्यसपछि विभिन्न बाहनामा त्यहाँबाट रिफर गर्छ है। अनि जो अलि गरिब गुरुबाले अलिकति पैसा कमाएर राखेको हुन्छ नि, त्यो पैसा पनि अर्को यो हेल्थको अर्को सिस्टम यहाँ डेभलप सिस्टम छ, जुन चाहिँ फेरि त्यो
जस्तै। त्यसकारण स्वास्थ्य तपाईँलाई थाहा छँदै हामीले स्वास्थ्यमा कोशी अञ्चल अस्पताल तथा रङ्गेली अस्पतालको स्तरोन्नति गरी गुणस्तरीय तथा प्रभावकारी सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ। यस क्षेत्र नम्बर 5 मा मेडिकल कलेज स्थापना गर्न प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी कार्यान्वयनमा ल्याइनेछ। बिल्कुल। अब तपाईँलाई के भयो त यसमा बिल्कुल छ। अब अस्ति पनि कोशी हस्पिटलसँग म आफै गएको थिएँ। त्यहाँ जाँदाखेरि यो पनि गुनासो छ, तपाईँको क्षेत्र कुनै मान्छे बिरामी पर्यो भने र उसको रकम बढी भयो भने कोशी हस्पिटलमा मान्य योगेन्द्र मण्डलज्यूलाई फोन गऱ्यो भने वा अथवा उहाँको सहकर्मी अथवा उहाँको सखीहरूलाई फोन गऱ्यो भने चाहिँ फोन नउठ्ने नभेट्ने पनि प्रश्नहरू आइरहेको छ। त्यसलाई कसरी लिनु? होइन, यो कसैले गरेछ यसमा मलाई के एकदमै गाह्रो भयो त्यहाँका जनतालाई यहाँसँग भेट्नका लागि। होइन, सबभन्दा सजिलो जहाँसम्म लाग्छ है, सबभन्दा सजिलो फोन चाहिँ उठाउने नेता चाहिँ म पर्छु है। के गर्छु भने फोन उठेन भने कल ब्याक गर्छु, बुझ्नु होला है। कोही व्यक्तिलाई फोन उठेन, फोन गर्दा पनि उठेन भनेर कसैले भन्छ भनेदेखि प्लिज उहाँलाई फेरि एकपल्ट मलाई चाहिँ तपाईँ कसैले मिथ्या आरोप हो। होइन, मिथ्या आरोप भन्दा पनि कस्तो छ कोही दिन राति 12 बजे कोशी हस्पिटलमा कोही बिरामी राति 12-1 बजे फोन गऱ्यो भने थाहा नपाएर, तर पनि म भोलिपल्ट कल ब्याक गर्छु। म कल ब्याक गर्छु तपाईँको अघिको कोशी हस्पिटल र उसको अरे तपाईँलाई थाहा छ हामीले जुन हस्पिटल खोल्यौँ नि है, साक्षी छ एउटा नेता है, अहिले अब भन्न मिल्छ कि मिल्दैन है उसमा। मैले हाम्रो वडा अध्यक्ष धनपाल थानको वडा अध्यक्ष बलराम मण्डल है साँप टोकेर मर्दाखेरि मैले त्यो नेतालाई, उहाँको पार्टीको मान्छे स्वास्थ्य मन्त्री थियो, के भने भनेदेखि नि कति पैसा चाहिन्छ कोशी हस्पिटलमा यो आइसियू र उ गर्नलाई हामी दिन्छौँ त्यति बेला है, हामी दिन्छौँ। उहाँले के सल्लाह दिनुभयो भने कोशी हस्पिटलमा नदिनु सर, अहिले हाम्रो पार्टीको मन्त्री छ, हाम्रो पार्टी चाहिँ मन्त्री हट्ने बित्तिकै बोर्डै हट्छ क्या है, बोर्डै हटिदिन्छ यहाँ। अनि त्यसपछि तपाईँले अब अरू के कुरा भन्नु, म फेरि त्यतातिर नजाउँ, प्र्याक्टिकलमा जाउँ। हामीले कोशी हस्पिटललाई राम्रो बनाउनलाई केले रोकेको छ? प्राइभेट हस्पिटलहरूले है, हामी पनि सामुदायिक अस्पतालले सिटिएमआरआई राख्न सक्ने अनि कोशीले राख्न नसक्ने के हो? त्यति बेलाको कुराले गर्दा हामीले के भन्छौँ भनेदेखि नि कोशी हस्पिटल समन्वय के गर्छौँ के छ भनेदेखि भर्सक हिजो पनि हामीले के अरे एम्बुलेन्सवालाहरूलाई उनीहरूलाई अहिले सुरु गरेका छौँ, डक्टरहरूलाई गरिब गुरुवा धनी मान्छेहरूलाई जहाँ पठाइदिनु, गरिब गुरुवालाई चाहिँ रिफर गर्दाखेरि जीवन विकास पठाइदिनु भयो भने, हाम्रो हस्पिटल पठाइदिनु भयो भने त्यहाँ चाहिँ 30% देखि 100% छुट छ। एम्बुलेन्स भाडामा होइन, इलाजमा। ओके, इलाजमा 10% जीवन विकासको भयो। जीवन विकासको अस्पताल जहाँ म अध्यक्ष छु। मैले भन्न खोजेको स्वास्थ्य, त्यसपछि एउटा चिज मैले जनतासँग बाचा गरेको है कुरा गर्दैछु, त्यसपछि रोजगार, एक घर एक रोजगार, रोजगारको कुरामा यहाँ त रोजगार त जो पढे लेखेको छैन उसलाई पनि चाहियो नि त रोजगार होइन, पढे लेखेको त ठिक छ। अनि अर्को कुरा के छ, यो रोजगारको बडा ठुलो समस्या छ। मलाई खुब खिल्ली उडाए के उडायो भनेदेखि नि काम पाएन जोगी सर परेवा बाँड्दै हिँडेको छ। परेवा बाँडेको होइन, म रोजगार क्रिएट गर्न गएको छु, अहिले पनि हिम्मत हारेको छैन। त्यसपछि जोगी सरले ऋषिदेव बस्तीहरूमा मैले ऋषिदेवहरूको टार्गेट दिएको थिएँ क्या, फुलको यो सयपत्री फुलको बिरुवा बाँडिरहेछ। मलाई भन्नुहोस् यही विराटनगरमा फुल बेचेर, दुईटा उदाहरण दिन्छु, एउटा फुल बेचेर नेता भएछ, म नेता हुँ भन्छ, कार चढ्छ, फुल मात्रै उसको बिजनेस एउटा है, नाम भन्दिनँ पत्ता लगाउनु होला, उसको पेसा के भने फुलै हो, कार चढ्छ। अर्को म प्र्याक्टिकल अर्को भन्छु, फुल बेचेको नामै भन्छु, शम्भु मण्डल जादाको एउटा छोरालाई एमबिबिएस पढायो, एउटा छोरीलाई पनि एमबिबिएस पढायो, छोरी हाम्रो हस्पिटलमा काम गर्दैछ है, एमबिबिएस गरेको, फुलै बेचेर। फुलमा पनि किन थाहा छ तपाईँलाई, अरबौं रुपियाँको फुल आयात रोजगारी छ होइन, आयात निर्यात दुईटै छ। जग्गा घरकै वरिपरि जग्गा खाली छ है, तर मान्छेहरूले इभेन म आफै पछि गएँ फुल गोड्नलाई, मल हाल्नलाई, मैले मल पनि दिएको थिएँ, टाइममा दिनु, कसैले दिएन, एउटा कुरा। दोस्रो कुरा म के भन्छु भनेदेखि नि कृषि पढेको छ, अहिले मलाई चाहिँ अर्को गाली गर्ने भन्छ, जोगी सरले अस्ति आयो क्या
काम सानो हुँदैन जबसम्म नेपालीले कामको महत्त्व बुझ्दैन है, कामको महत्त्व बुझ्दैन तबसम्म बेरोजगारको समस्या। एउटा बेरोजगार कामको महत्त्व नबुझेर पनि हो। काम भनेको हामीले कामलाई डिभाइड गरिदियो, सानो ठुलो, यो काम गर्दा इज्जत जाने है, यही कुरा विदेशमा किन विदेश डेभलप त? त्यहाँ कामलाई जे पनि कुनै पनि काम पनि उनीहरूले सानो मान्दैन। अनि चाहिँ मैले भन्न खोजेको के भन्दाखेरि यो आम जनतामा हाल्नुपर्छ, यो एउटा ठुलो च्यालेन्ज। र यो भएपछि मलाई लाग्छ कि नेपालमा अर्को मैले सदनमा बोलेको छु, 3 महिनाभित्र 35,000 फ्यामिली रोजगार हुन्छ र दिनको उनीहरूलाई 1500 रुपियाँ है, दिनको कति हुन्छ 1500 भने 45,000 रुपियाँ एउटा फ्यामिलीमा महिनाको आउँछ। त्यो भनेको लोकल रक्सीलाई ब्रान्डिङ गर्ने, लोकल रक्सीलाई ब्रान्डिङ गर्दा अहिले जुन छ त्यसमा चाहिँ हरेक एङ्गलबाट फाइदा हुन्छ। अहिले हाम्रो खास गरी गरिब समुदायमा सबभन्दा अहिले जुन झगडा छ, घरेलु हिंसा, त्यसको मेन कारण लोकल रक्सी पनि हो, किनकि जथाभावी पाउँछ, जहीँ जतिखेर पनि पाउँछ। यसलाई चाहिँ कानुनी दायरामा ल्याउनुपर्छ। र अहिले यो फेरि म जान्ने भएर पैसा होइन, यो अहिले लोकल रक्सी ब्रान्डिङ गर्ने खास गरी हाइवे साइडका यसको एउटा अगुवाहरू नै छन्, उहाँहरूले मलाई दिएको डाटा। ज्ञानेन्द्र शाही पनि यसमै लाग्नु भएको छ। अर्का कसको कुरा म गर्दिनँ, म यताको कुरा गर्छु। उहाँहरूले मलाई जब सदनमा आवाज उठाएपछि उहाँहरूले मलाई उर्लाबारी बोलाउनु भएको थियो। अनि उहाँहरूले के भनेदेखि नि 3,000 को रक्सी बन्छ है, 3,000 को एकजनाले मजाले 3,000 रुपियाँको रक्सी, जसमा 1500 रुपियाँ खर्च हुन्छ। बेच्नलाई के छ, बेच्नलाई कुनै समस्या। मैले के भनेदेखि नि दुध जसरी कलेक्सन गर्छ नि दुध, त्यस्तै कलेक्सन सेन्टर, लोकल रक्सी कलेक्सन सेन्टर, क्वालिटी चेक गर्ने, अनि त्यसपछि एउटा अथवा 2टा प्रदेशमा पशु शोधन केन्द्र खोल्ने है। अब सोच्नुहोस् त रोजगार क्रिएट हुन्छ कि हुँदैन? त्यसकारण तपाईँले भनेको कति रोजगारका कुराहरू राज्यसँग जोडिएको छ है। हाम्रो कहाँ चुकिरहनु भएको छ यो गर्नमा चाहिँ? कहाँ के सरकारले रोकेको हो वा तपाईँको कहाँ रोकिरहनु भएको छ? यो होइन, अब यो के छ, यो त योजनाहरू भए, यहाँका योजनाहरू पनि राम्रा योजनाहरू छन्, तर त्यो योजना चाहिँ लागू भइरहेको देखिरहेको छैन त। देखिने हुनु पर्यो नि त, जनतामुखी हुनु पर्यो, त्यो छैन नि त। के छ भनेदेखि हेर्नुहोस्, यो तपाईँको स्टुडियो हो नि, तपाईँले जसलाई बोलाउनुहुन्छ त्यो मात्रै प्रवेश गर्न पाउँछ नि है। म तपाईँ स्टुडियो मेरो ऊ लिनुहोस् भनेर है लिनुहुन्न नि। भन्न खोजेको जुन राज्य शक्ति, जुन नेपालको संविधान कानुनले जुन व्यवस्था गरेका छ, व्यवस्थालाई त तपाईँ हामीले पनि मान्नुपर्छ। अब के छ भनेदेखि त्यो ठाउँमा गर्ने मान्छे, यो मेरो भिजन हो नि, म गएँ भने त 100% गर्छु नि त। म राजनीति किन गरेको? कि मलाई जनताले त्यहाँ पठाउनु भयो भने यो सम्भावना छ है, यो गर्न सकिन्छ। गर्नलाई पनि अहिले के छ भने किन गर्दैन भन्दाखेरि है, किन गर्दैन किन भनेदेखि देशलाई गरिबी बढाउनु छ, देशको स्रोतलाई। त्यो जुन लोकल रक्सी, त्यो साइन्सको भाषामा भन्दा पनि स्पिरिट हो त्यो। अनि त्यो स्पिरिट देशको स्पिरिट हो नि त, त्यो हाम्रो जनताको हो नि त, त्यसमा जनताको लागि। अनि त्यसलाई के गर्छन्, पुलिसले समातेर खोलामा बगाइदिन्छ, अनि बाहिरबाट स्पिरिट ल्याएर यहाँ रक्सी बनाउँछ। के हो रहस्य? अब यतातिर नजाउँ, तर रहस्य त छ नि, यहाँको स्पिरिटलाई फाल्ने। भन्न खोजेको किन गर्ने भन्दाखेरि अर्को कुरा म हाम्रै उसमा आउँछु। हो, एउटा एकदमै तपाईँले उठाउनु भएको कुरा, पुरै 5 नम्बर क्षेत्रमा, मेरो 5 नम्बर क्षेत्रमा जनताले जोगी सर आएर जितेर गए आएन भन्ने कुरा जुन छ, कति ठाउँको लागि यो जायज छ। मैले के गरेँ भनेदेखि नि 5 वर्ष अवधि छ, 2.5 वर्ष गएर पनि मलाई सिक्नु पनि छ, केही गर्नु पनि छ। मैले विराटनगर है, विराटनगरलाई मैले पहिलो राखेँ प्राथमिकता, पश्चिमबाट आउँ। 2.5 वर्ष विराटनगर र जहदालाई हेर्छु। त्यसपछि तपाईँलाई धनपाल र रङ्गेली, अहिले म रङ्गेली गइरहेको छु। रङ्गेली म संसद पद गइसकेको छ, म अहिले काम गरिरहेको छु। तपाईँलाई योभन्दा अगाडि मिटर जस्तो चिज एउटा गरिबलाई हुकिङ गर्ने, हुकिङ भने कानुनी रूपमा त चोरी हो नि त है, मिटर त्यो 2000 पनि गर्न सक्छ। मैले जुन संसदको तलब भत्ता आउँथ्यो नि, त्यसबाट अहिले पनि म मिटर दिइरहेको छु। एउटा फाइल 8-9 वर्षदेखि एउटा सुनवासी बस्तीको फाइल है,
एउटा नेताले मागेर फारम भरेर राखेको त्यो खोजेर घामिरा लागेको फाइल खोजेर मैले बिजुली मिटर दिएँ र त्यो त्यति बेला दिएँ होइन, अहिले पनि दिइरहेको छु म। अहिले म सांसद पद नहुँदाखेरि अहिले रङ्गेलीमा मैले जे छ त्यहाँको उहरू जस्तै मैले मन्दिरहरूको एरियालाई कम्तीमा घेरबार संरक्षण होस् भनेर घेरबारको पिलर प्लस तारजाली यिनीहरूको बन्दोबस्त काम गरिरहेको छु। अब अहिले धनपालमा मैले कर्सिया बजारलाई ब्युटिफिकेसन गर्नुपर्छ, राम्रो बजार नमुना बजार बनाउनुपर्छ भन्ने म लागिरहेको छु। किनकि मेरो संसद पद गए पनि म अहिले आफू 5 वर्ष जनताले दिएको थियो नि, म 5 वर्ष काम गर्छु, बोलेको कुराहरू पुरा गर्छु। त्यस कारण बोलेको कुरामा म के भन्छु भनेदेखि नि कति कुरा आजको भोलि हुँदैन, समय लाग्छ है। आजको भोलि हुँदैन। मैले अघि जस्तै कि जानुपर्ने ठाउँमा, तर मैले अझै म के भन्छु भने संसद पद नभए पनि म 5 वर्ष अझै म फिल्डमै हुन्छु। यो बिचमा के भयो भने अलिकति हस्पिटलमा टाइम नदिएको भए, हस्पिटल पनि जनताको लागि बनाएको हो, टाइम नदिँदाखेरि हस्पिटलमा त्यो ठेकदारहरूको तालमेल बुझ्दाखेरि एकदमै ढिलो हुने देख्दाखेरि आफै कडे कमान, त्यसले गर्दा पनि मैले जनता र मैले कम्युनिटीमा के बोलेको थिएँ भनेदेखि म हेर्नुहोस् 2 ठाउँमा हुन्छु, कि त तपाईँहरूसँग हुन्छु कि त हस्पिटलमा तपाईँहरूले हेर्नुहुन्छ जनताहरूले अर्को। त्यसकारण अहिले पनि धेरै मान्छेहरू मलाई फोन गर्छन् होइन, म उनीहरूले भेट्नुपर्ने छ भनेदेखि म भन्छु। ओके सरहरूको यो त भिजनको कुरा भयो होइन। त्यसै गरी तपाईँको नयाँ पार्टी पनि आउँदैछ, त्यसको लागि यहाँलाई धेरै धेरै शुभकामना। अब जस्तो कि जम्मा तपाईँको प्रतिबद्धता पत्रलाई हेर्ने हो भने जम्मा 30 वटा थियो। हामी 1-2 वटाको विषयमा मात्र कुरा गरौँ न, पढ्न लाग्यो भने धेरै छ यहाँले बाचा गरेका कुराहरू। म एउटा बाचा सुनाउँछु र यो 30 वटा मध्येको कुन चाहिँ यहाँले पुरा गर्नुभयो र अथवा समग्र रूपमा हेर्ने हो भने कति % चाहिँ गर्नुभयो र बाँकीको कति % चाहिँ तपाईँ सांसद नहुँदा पनि यो चिजहरूलाई अगाडि बढाउनुहुन्छ भन्ने विश्वास दिलाउनुहुन्छ। जस्तै एउटा 14 नम्बरको बुँदामा रहेको छ, सबै फुसको छाना विस्थापित गरी जस्ता पाताका छाना गरिनेछ, पूर्ण घर, शौचालय, खानेपानी, विद्युत, धुवाँरहितको चुलोको अवधारणा कार्यान्वयन गरिनेछ, सुकुम्बासीहरूलाई जग्गाधनी बनाई सुरक्षित आवासको व्यवस्था गरिनेछ। अब यो जम्मा 30 वटा छ बुँदाहरू। यो 30 वटा बाचाहरू मध्येको कति % चाहिँ अहिलेसम्म तपाईँ गरिसक्नु भएको छ र आउने समयमा चाहिँ तपाईँ सांसद नहुँदा पनि कतिवटा बुँदाहरू पुरा गर्नुहुन्छ र यो नयाँ पार्टीले तपाईँको यी चिजहरूलाई समेट्छ कि समेट्दैन? मेरो प्रश्न त्यहाँ छ। अब पहिला यही 14 नम्बरको बुँदामा चाहिँ मैले सम्पूर्ण फुसको छानालाई टिनको छानामा परिणत गर्न सकिन्छ भने 8 थियो। मैले के गरेँ भनेदेखि तोकेरै यसपालि यो साल आएको बजेट अघिल्लो सालको तपाईँले रातो किताब हेर्नु होला है। एकैचोटि त सम्भव छैन, मैले 5 वर्ष राखेका थिएँ। लगभग तपाईँको 6.25 करोड रकमको है 107 वटा विराटनगर तोकेकै छ, 13, 14, 15, 16, 17, 18मा है, किनकि त्यहाँ फुसको छाना लेख्दै छ। झादामा 255 है घरहरू छाना फेर्ने, धनपालमा पनि त्यस्तै 255 कति छ। यो सबैको रकम जोड्दाखेरि अहिले चाहिँ 1 सालमा लगभग 500 घर टार्गेट के थियो भने 1 सालमा 500 घरको हिसाबले गर्यो भनेदेखि म 2-3 सालमा सबै हुन्छ। किताब हेर्नु होला त्यहाँ बजेट। अब आउने बजेट हैन गइसकेको। अब के भयो थाहा छ? फ्रिज भयो, कामै भएन। बजेटमा चाहिँ थियो, बजेटमा थियो। तपाईँले सम्बन्धित गाउँपालिका अहिले तिनीहरू नै छन्, उहाँहरूकै पालामा छन्। मलाई त के भन्दाखेरि मैले बजेट पठाएँ है, त्यहाँबाट तोकेरै पठाएँ। अर्को त्यो अरूले काटकुट गर्न भने तोकेर निर्वाचन क्षेत्र 5 नम्बर फलानो वडा है, फलानो गाविस र वडा तोकेरै आएको छ। किन फ्रिज भयो थाहा छ? यो मलाई पनि थाहा थिएन। अस्ति मैले एउटा बाटो बिजुली लगाउनलाई मैले धनपाल थान वार्ड नम्बर 5 गएको थिएँ। त्यहाँको वडा दाजुले के भन्नु भने सर त्यो बजेट त फ्रिज हुने भयो है। किन हुने भयो भन्दाखेरि पहिला पनि आएको रहेछ एउटा जस्तै अहिले 75,000 टिनको छाना 75,000 को दरले आएको। 75,000 दरले आइसकेपछि पहिला पनि आएको रहेछ। के गरेको रहेछ नि एउटा वडा अध्यक्षले है, 2 जनालाई बाँड दिएको रहेछ।
अनि बेरोजगार भयो क्या आहा। बेरोजगार भएपछि त्यो बहानाले यो मलाई लाग्छ तिनीहरू यो जुन छ कर्मचारी तन्त्र यो सिस्टम जुन कानुनहरू जुन छ नियमहरू सबै बदमास छन् क्या त्यो एकजना वडा अध्यक्षले गरेको गल्तीले अहिले के गर्यो भनेदेखि नि त्यो गाउँपालिका धनपालमा त्यत्रो है 250 भन्दा बढी घर फुसको घर टिना चेन्ज हुन्थ्यो त्यो भएन जाँदा म आफै 4 पल्ट त्यो शहरी विकासले गर्छ 4 पल्ट मान्छे पठाएको छु त्यहाँ किन ऊ भन्दाखेरि के भन्छ सर त्यो डाटा चाहिँ हामीले गाउँपालिकाले मागेको छ गाउँपालिकाले डाटै दिएको छैन त्यही पनि मैले जाँदामा हाम्रो मेयर साहबसँग गर्दाखेरि सर एक किस्ता पैसा हामीले ल्यायौँ भनेर अब जनता यो कुरा यस्तै धुवाँ रहित चुलोको हामीले सोलर के अरे इलेक्ट्रिक चुलो हामीले अभियान चलायो है इलेक्ट्रिक चुलोको उसमा हामीले एउटा संस्थासँग मिलेर कति अनुदानमा अनि कति तपाईँको उसले पनि लगानी गर्ने यो कुरा जुन छ अझै सरकार जो सरकारमा बस्छन् मैले भने नि कानुनको जो सरकार मन्त्री बन्छ जिम्मेवार लिन्छ उनीहरूले यो कुरालाई गरेको भए हाम्रो यही कार्यकालमा हुन्छ तर मैले हिम्मत हारेको छैन म अहिले भन्दैछु नि जुन एउटा वडा अध्यक्षले गल्ती गर्दा अहिले त्यो सबै वडामा त्यो कार्यक्रमै रद्द भयो भन्न खोजे यसमा चाहिँ योगेन्द्र मण्डलको अभियान यो भयो कि भएन तिनीहरूले फछोड गरेको भए आज है 500 घरको हिसाबले गर्नुहोस् भन्दाखेरि 4 वर्षमा 2000 गरजले है पाउँथ्यो अहिलेसम्म यी के छ भनेदेखि नि विकासको कुरा जुन छ जनताको आवश्यकताको कुरा खालि सरकारले गर्छ भन्ने छैन है खालि सरकारले गरेर तपाईँ हामीले पनि गर्नुपर्छ कसरी गर्नुपर्छ भनेदेखि नि म तपाईँलाई इक्जाम्पल दिन्छु अहिले गाउँतिरको बाटाघाटामा जानुस् बाटो किनारमा हगेको जबकि गाउँपालिका वडाहरूले ओडियो खुला दिशा मुक्त भएर घोषणा गरेका छ अब यहाँ के छ भन्दाखेरि टोयलेट त छ तर उसको महत्त्व नै बुझेको छैन अनि टोयलेट त बनाएको छ योभन्दा अगाडि टोयलेटको रिङहरूमा के अरे गाई गोरुको खाना हाल्थ्यो क्या चारा हाल्थ्यो जनचेतनाको कमी पनि छ नि त जुन हामी खोज्छौँ नि डेभलपमेन्ट विकास जुन खोज्छौँ नि एक पक्षले होइन सबै पक्षले यो बुझ्नु सबैको साथ सहयोग मेरो अभियान मैले चुनाव जितिसकेपछि मैले के अनुभव गरेँ कति कुराको लागि त मैले अब यहाँ अर्कै तरिकाले जान्नुपर्छ जस्तै हेर्नुहोस् रिसोर्स नभएको होइन रिसोर्स गाउँ स्थानीयमा कहीँ न कहीँ रिसोर्सहरू मिसयुज गरिरहेछ क्या तपाईँलाई अब यसलाई कसरी सुधार्न सकिन्छ होइन यो कसरी सुधार हुन्छ भनेदेखि अभियान नै हो जस्तै म राजनीतिमा आएपछि साँचो कुरा बोल्ने हो रियल कुरा भन्ने हो है रियल कुरा भन्ने हो र देखाउने हो भिड्ने हो म यहाँ तपाईँको मिडिया मार्फत अहिले अरू एउटा ब्लेम छ मलाई बिरामीहरूको खबरको हुँदाखेरि मैले बिरामीलाई पैसा दिन्छु सहयोग गर्छु जे सक्छु है अहिलेसम्म मलाई जतिले खबर गरेको छ कि जोगी सर मेरो घरमा बिरामी छ सहयोग गरिदिनु है उहाँलाई सहयोग गर्नु भएको छ गरेको छु एकजना सन्थालले उहाँ चाहिँ अब किन हो होइन उहाँले सहयोग माग्न आउनुभयो म 1-2 क्वेसन सोधेँ क्या होइन सोद्धाखेरि त्यस्तो उहाँ आउनु मतलब जेनरली चाहिँ आज पनि मलाई मलेसियाबाट एउटा साथीले है किडनी फेल छ जोगी सर अलिकति सहयोग गरिदिनु काठमाडौँमा भर्ना छ हाम्रै क्षेत्रको भाइले फोन गरेको थियो मैले क्युआर पठाइदिनु जे सक्छु म गर्छु ओके सर यी कुराहरूलाई हामी एकछिन थाती राखौँ जस्तो कि निराश जनताका विषयमा हामीले कुरा गरौँ यहाँको क्षेत्रका अब यो पनि कुराहरू उठिरहेको छ कि योगेन्द्र मण्डल स्वतन्त्र उम्मेदवार जितिसके पश्चात चाहिँ संसद भवनमा आवाज उठाउन सकेनन् आफ्ना कुराहरू राख्न सकेनन् र क्षेत्रमा काम गर्न खोज्दा पनि पार्टीगत नभएको कारणले गर्दा उहाँले काम गर्न सक्नु भएन भन्ने पनि कुराहरू उठिरहेको छ र जस कारण चाहिँ तपाईँ आफ्नो पार्टी निर्माण गरेर अब चाहिँ काम गर्छु अथवा यो मुद्दाहरू छ भनेर यहाँले सोच बनाउनु भएको छ भन्ने पनि आरोपहरू छ अब यो तपाईँले खोलेको पार्टीको के कारण साँच्चीकै यही मुद्दाहरू हुन् कि होइन नयाँ जोस जागरका साथ नयाँ भिजनका साथ जुन पछिल्लो समय गरेको मैले बाचाहरू छ ती चिजहरूलाई म यही पार्टीको हातबाट चाहिँ यही पार्टीको सहाराबाट चाहिँ म जनताको सेवक हुन्छु किनभने यहाँले प्रतिबद्धता पत्रमा त्यो पनि जाहेर गर्नुभएको छ म शासक होइन म जनता सेवक हो भनेर पनि लेख्नु भएको छ होइन कि त्यही हो कि के हो खुलाउन आजले होइन
वास्तवमा म अहिले सेवक भएको होइन है नेता भएपछि आउने समयमा हैन नेता भएपछि सेवक भएको होइन म चाहिँ 27 वर्ष अगाडि नै जनताको सेवक भएको हो है त्यसको प्रुफ म सेवा गरेको छु कि छैन भनेर यस्तो भिडन्त है गठबन्धन सरकार गठबन्धन क्यान्डिडेट थियो नि त जसको जग छ त्यहाँ जग कसको एमाले कांग्रेस माओवादी र फोरमको तिनीहरू एक हुँदाखेरि पनि मलाई जनताले जिताए नि किन जितायो भनेदेखि नि त्यही 27 वर्षदेखिको उहाँहरूले हेरिरहेछ नि त है यो सेवक हो भनेर यो अभियान मेरो जारी रहन्छ मैले अहिले भने नि म परिवर्तनको लागि मेरो नारा सबभन्दा ठुलो परिवर्तन थियो है परिवर्तन सम्भव हुँदो रहेछ नि त है सम्भव हुँदो रहेछ मैले के भने भनेदेखि नि जुन अहिले बेरोजगार छ नि बेरोजगार भ्रष्टाचार जुन विषय छ नि राष्ट्रियता र देश विकास जुन समृद्ध नेपाल जुन हामी भन्छौँ नि जस्तै हाम्रो लक्ष्य गरिबी रहित नेपालको परिकल्पना छ हाम्रो यो सबै चिज जोडिएको छ नि भ्रष्टाचार हुनु भएन त्यसपछि मात्रै तपाईँको देशको गरिबीबाट मुक्त हुन्छ व्यथितिहरू सिस्टमहरू सही सिस्टम हुनु पर्यो मैले भनिहालेँ नि सिस्टम के छ एउटा वडा त्यसले एउटा गर्ने त यहाँ 250 घर फिर्ता गरिदिने त यो कस्तो सिस्टम छ यस्तो कुराहरूकै लागि यो सबै फेरि पोलिटिक्स राजनीतिसँग जोडिएको छ मैले पहिले नै भने नि 10 वर्ष मेरो बितिसकेपछि समाजसेवामा मैले के भने जतिसुकै हामी राम्रो गर्न खोज्दाखेरि पनि यदि पोलिटिक्स र नीतिहरू राम्रो भएन भनेदेखि कुनै नेपालीको सपना पूरा हुँदैन त्यसको लागि म राजनीतिमा आएको आवाजको लागि राजनीतिमा आएको मलाई थाहा छ कि राजनीतिमा आइसकेपछि विभिन्न किसिमका आरोपहरू लाग्छ तर म के भन्छु भनेदेखि नि जुन पार्टीमा छ हुनुहुन्छ के त्यो पार्टीबाट उहाँहरू खुसी हुनुहुन्छ उहाँहरू पनि खुसी हुनुहुन्न के कहाँबाट त्यो जनता आयो जेनजी भनेको त्यत्रो मास देखियो बच्चा भाइ बहिनीहरू नहोला त्यसको गार्जेन कुनै पार्टीमा आबद्ध त थिए नि है त्यसले के देखिन्छ भनेदेखि नि एकातिर तिनीहरू नै फेरि आउने फेरि तिनीहरूकै थियो किन यसको पछाडिको कारण के भनेदेखि जनता खुसी छैन त्यसकारण नेपालमा एउटा यस्तो राजनीतिक पार्टी चाहियो कि जसले यो आरोप प्रत्यारोप भन्दा पनि सही र गलत छ भने र आँट हुनु पर्यो मैले आँट गरेँ नि भने नि मैले राम्रो गरेको छैन म गर्न सक्दिनँ मसँग सोच छैन है भनेपछि मलाई जिताउनु पर्छ भन्ने छैन म क्लियर कट भन्छु है म भन्दा अर्को कुनै राम्रो नेता छ उसले गर्न गर्छ भनेदेखि प्लिज उहाँलाई नै जिताउनुहोस् म भन्छु अनि मात्रै देश बन्छ तपाईँले अघि भनेको मुद्दाहरू अब त्यो मुद्दाहरूमा के भयो पोइन्ट देखाउनु भने अरू त्यस्तै 34वटा पोइन्टको बारेमा कुनै दिन सोध्नु होला म त्यसको लागि के गरेको छु यो भयो मैले हाम्रो तर्फबाट कमिटमेन्ट गरेको एउटा कुरा तपाईँलाई भन्छु आज बुझ्दैन तपाईँ हेर्नुहोस् यो कमिटमेन्ट याद गरिराख्नुहोस् है सबैलाई म भन्छु यो कमिटमेन्ट यो सबै हुनलाई आजको भोलि हुँदैन तर सुरु भइसकेको छ है पिचको कुरा छ त्यहाँ पिच त बनिरहेछ नि म भन्दिनँ पिच मैले बनाएँ है तपाईँले अर्को कुरा के भन्नु आवाज सदनमा तर अहिले चाहिँ फेसबुकमा हेर्छु है जोगी सर चाहिँ सदनमा चाहिँ है बोल्नुहुन्छ भनेर भनिएको छ है वास्तवमा तपाईँ भन्नुहोस् त एउटा संसदको मेन काम के हो सदनमा बोल्ने हो नि जनताको आवाज सदनमा उठाउने हो र मलाई लाग्छ धेरै बोल्ने मध्येमा सदनमा धेरै बोल्ने मध्येमा म पनि पर्छु है फेरि सबभन्दा बढी प्रेम सुवाल अमरेश सबभन्दा बढी बोल्ने प्रेम सुवालजी हुनुहुन्छ त्यसपछि अमरेशजी पनि बोल्नुहुन्छ के अरे हाम्रो उहाँ पनि आउँछ पालो उहाँको पनि प्रभुसाको अनि हाम्रो निल के अरे एकजना जनमोर्चाको छ अनि म पनि छु सबभन्दा किन थाहा छ हामी स्वतन्त्रबाट एउटा पार्टीको हैसियत हुन्छ नि हाम्रो सेड्युल त्यहाँ हामी बोल्न पाउँछ मलाई लाग्छ यो 3 वर्षमा सांसदको 3 वर्षको दौरानमा मैले जनता हाम्रो क्षेत्र मात्रै होइन राष्ट्रको सवालमा धेरै कुराहरू उठाएको छु होइन सबभन्दा अहिले रङ्गेली कुरा र हेर्नुहोस् है
म भन्छु एउटा राम्रो सांसद गर्ने सांसद आयो भने ठुलो समस्या पनि समाधान हुन्छ भन्ने मैले फिल गरेँ, गौरव गर्छु आफूलाई। यो रङ्गेलीलाई नै जोडेर जाउँ, संसद र रङ्गेली टाँसियो, म जोडिहालेँ, यसलाई जोड्दै लग्नु होला। कटरी सडक खण्डको कुरा पनि उठाउँ न थोरै। यहाँ पनि पहल गर्नुभएको थियो, संसदमा पनि बोल्नु भएको छ जस्तो मलाई पनि लागिरहेछ। त्यो किन भइरहेको छैन? 4-5 पल्ट बोले। किनभने म पछिल्लो समयमा यहाँ ठेकेदारलाई पनि बोलाएर मैले सोधिसकेको छु। त्यस पछाडि यस कार्यक्रममा जो पहल गरिरहेको थियो सबैसँग प्रश्न गरिरहेको छु। क्लियर कट भन्छु म तपाईँलाई, मेरो खण्ड पोइन्ट टु पोइन्ट जाउँ न, अलिकति लम्बिरहेको छ हाम्रो कार्यक्रम। हाम्रो खण्ड मेरो क्षेत्रको हाम्रो रामचोकसम्म छ, मेरो पर्छ क्या, रामचोकसम्म बनिसक्यो है, रामचोकसम्म बनिसक्यो रहेछ। के भनेदेखि नि यो त्यही भने यो सिस्टम जुन छ सक्षमलाई काम नदिँदा सँगसँगै रङ्गेली खण्ड, धनपाल खण्ड र यो कठरी खण्ड सँगसँगै भएको 3टा ठेकदार, उताको मजबुत ठेकदार पर्यो है, उसले सुरुमै बनाइदियो रङ्गेलीको है। त्यसपछि नेताहरूले पनि सुन्नु भएको थियो, त्यो रङ्गेली बनिसकेपछि धनपाल खण्ड बन्नुपर्ने हो नि, बने कसरी दिन कुनै नेताले आवाज उठाएको सुन्नुभयो? मैले लगभग 6 पल्ट आवाज उठाएँ। मैले के भने भनेदेखि सभामुखज्यूलाई, अब तपाईँको मन्त्री, तपाईँकै सरकार छन्, म अब धुलो र हिलो बोकेर आउँछु, तपाईँलाई गिफ्ट दिन्छु भन्दाखेरि उहाँले है ल अब मै सहयोग गर्छु है, के छ मेरै सामने उहाँले फोन गर्नुभयो डीलाई, ल अनि बनौँ। यो खण्ड जुन कठरी खण्डको यहाँ त बडा अचम्म छ है। मैले यसको जुन यो खण्डको जुन हाकिम छ उहाँलाई नै फोन गरेँ, फोन गरिसकेपछि उहाँले बोलाउनु भयो मलाई है यथार्थ कुराको लागि। पछिल्लो लटोमा तपाईँहरू म र अमन मोदीको एउटा एग्रिमेन्ट साइन देख्नुभयो। के यो पनि धनपालसँगै बन्थ्यो क्या। यहाँ के भयो भनेदेखि नि यो बिजुलीको पोल जुन छ हो, बिजुलीको पोल र खाने पानीले हैन, बिजुलीको बिजुलीको पोल सार्ने पैसा छ, त्यसमा आँखा गाडो कल्ले गाडो आफ्नो ठाउँमा छैन। यहाँ लडाई के भन्दा पोल सार्ने है, सार्नेहरूको बीच र ठेकदारको बीचमा कुरो मिलेन। के भन्छ हामी नै सार्छौँ, विद्युत प्राधिकरणले के भन्छ अहिलेसम्म हामीले नै सारेका छौँ, त्यहाँ त्यो एउटा पैसाको उसमा त्यसले गर्दा त्यो है त्यो बजेट जुन छ सार्ने, त्यो कारणले पोल नसार्दाखेरि अनि यो ठेकदार पनि साह्रै कमजोर पर्यो है। हामी पछिल्लो अहिलेको तत्कालीन ठेकदार यो ठेकदार यसको पहिलाको चाहिँ यसको बुवा सुनेको, बुवा चाहिँ राम्रो मान्छे थियो अरे है, काम नगर्ने, यो चाहिँ साह्रै। पछिल्लो लटमा हामीले धेरै दिन होइन, यो आन्दोलनको 4-5 गते होला भदौको, हामीले डीसँगै बसेर छलफल गऱ्यौँ क्या। अनि छलफल गरेर अब यो भएन भनेदेखि यो के अरे यो ठेक्का रद्द गर्ने उहाँलाई सहमत। कानुन कस्तो छ भनेदेखि काम गरेन भनेदेखि ठेक्का रद्द गर्न पनि पाउँदैन है, पाउँदैन। हाम्रो जो यो विभागको हाकिम हुनुहुन्थ्यो उहाँसँग गर्दा नि सर यो अहिले ठेक्का रद्द गर्ने प्रोसेसमा गयो भने नि यो अरू कति वर्ष हुन्छ। अलिकति के भयो भनेदेखि नि मलाई के लाग्छ भने यो भन्दा अब यो क्षेत्रको जो नेता थियो है, उहरू थियो, उहाँहरूको पनि अलिकति हुन त उहाँहरूले पनि बारम्बार आवाज नउठाएको होइन। तर म के भन्छु भने उहाँहरू पनि सरकारमा गएको थियो क्या, उहाँहरूकै पार्टीको प्रधानमन्त्री थियो, त्यति बेला अलिकति सिरियसली लागेको भए किनकि यहाँ नेपालमा पावर चल्छ। जस्तै पोलको सार्नेको एउटा ढिलो जुन भयो, यो अलिकति खुलाउन, यो एकदम गम्भीर विषय उठाउनु भयो। अहिलेसम्म म श्रेष्ठ कन्स्ट्रक्सनका व्यक्तिलाई पनि यहाँ बसाइसकेको छु। मैले भनिसकेँ यहाँ लगभग 4 जनालाई यो सिटमा बसाइसकेको छु म यही सडक खण्डकै विषयलाई लिएर। तर यो चाहिँ कुरा चाहिँ म नयाँ सुनिरहेको छु। खुलाएर भनौँ न, यो के भएको चाहिँ के हो? बिजुली पोलवालाहरूले हामी सार्छौँ भनिरहँदाखेरि चाहिँ उहाँहरूले चाहिँ होइन हामीलाई नै दिनुपर्छ, यो बजेट हामीलाई नै दिनुपर्छ भन्ने हो कि के हो? एउटा त यो पनि कारण हो, एउटा यो कारण ठेकदारले आफै मागिरहेका छन् बिजुली होइन। अब यो अरूतिर नजाउँ के बुझौँ भनेदेखि नि यो रोड नबन्नुको एउटा कारण चाहिँ बिजुलीको पोल देखाएर पनि ढिलो भयो है। खुलाउन चाहिरहनु भएको छैन किन भनेदेखि सुन्नु न, किन भन्दाखेरि त्यसको सबुत मसँग छैन क्या है, सबुत जुन कुरा छैन। तर खालि हामीलाई यो भनेको त्यहाँको मान्छेले त्यो त सबुत छ नि, हाम्रो जुन हाकिम छ यो रोड हेर्ने, उहाँले भनेको
है उहाँले के भन्नु भन्दाखेरि यो बिजुलीको यो कारण मसँग सबुत नभए चाहिँ मैले कसैलाई तोक्न मिल्दैन हैन दोष पनि लाउन मिल्दैन दोष पनि लाउन मिल्दैन तर बिजुलीको पोलको कारण उहाँको मुखबाट सुनेकोले एउटा दोस्रो कुरा पनि ठेकदार पनि यो पुँजीगत रूपमा है कमजोर क्या किन अब यो किन भन्छु भने जुन दिन हामी सबै बसेका थियौँ त्यहाँ के भन्नुभयो भनेदेखि नि त्यहाँ 2 जना इन्जिनियर त्यही चिन्जान भयो मेरो आफन्तै पर्दो रहेछ क्या अनि उहाँहरूले के भन्नु उहाँहरूलाई सोद्धाखेरि किन यो गर्न सकेन भन्दाखेरि के भन्नु भनेदेखि नि ब्याङ्कले पैसा दिइरहेको छैन क्या पैसा नभएर नगरेको जस्तै अरू पेटी कन्ट्र्याक्टवालाहरू पनि जोर जुलुमले पनि थाहा पाउनु भएको थियो नि म नाम नलिउँ उहाँ पनि लाग्नु भएको थियो म बनाउँछु यति महिनामै बनाउँछु तर के भने अब बिचराहरू पनि काम कहाँबाट गर्न सक्छ हैन पैसा त दिनु पर्यो नि अनि त्यो एउटा हो त्यो दिन मिटिङमा के अरे हाम्रो डिजीले के भनेको थियो भनेदेखि नि सडक विभागको डीले उहाँले के भन्नुभएको थियो भनेदेखि नि पैसाको हामीसँग कमी छैन तर हामी पैसा दिँदाखेरि हामी फस्नु त भएन नि तपाईँ काम गर्नुहोस् न काम सक्नुहोस् पैसा लानुहोस् पैसा लानुहोस् भनेर हाम्रै सामने भनेको यो भनेको एउटा त ठेकदारको ऊ हो र केही अरू मैले भने नि यसमा यो पनि यो कठरी सडक खण्डलाई हेर्ने भने यो पनि एउटा कुराहरू के उठिरहेको छ भन्दाखेरि यो बाटो फेसबुकमा यो मैले कुनै व्यक्तिलाई दोष लगाएर भनेको होइन अब चुनाव नजिकिँदैछ अब यो बाटो बन्छ अब चाहिँ भन्छ किनभने चुनाव नजिकिँदैछ प्रतिनिधि सभा सदस्यहरूको जति यो क्षेत्रका सांसदहरू छन् अब चाहिँ उनीहरू बनाउँछन् यतिन्जेलसम्म चाहिँ उनीहरूले झालझेल गरेर चाहिँ रोकेर राखेको यो राजनीतिको अखाडा बन्यो क्या यो रोड चाहिँ होइन त्यो होइन तपाईँलाई के लाग्छ यहाँको विचार त्यो बिल्कुल होइन अब यो केसमा चाहिँ अब म नेता हो त्यस कारण नेतालाई सेभ गर्छ एउटा तपाईँले के बुझ्नुपर्छ भनेदेखि नि कुनै पनि संरचना बन्छ टोल है अथवा रोड त नेपाल सरकारको प्रष्ट कानुन छ है नेताले बजेट छुट्याइदिने हैन सदनमा है आफ्नो लबिङ गरेर हुन्छ कि आफ्नो हक मानेर हुन्छ कि बजेट छुट्याउने अनि त्यो बजेट कहाँ जान्छ मन्त्रालयबाट सडक छ भनेदेखि सडकको त कार्यालय नै खोलेको छ नि त मन्त्रालय अन्तर्गत भौतिक मन्त्रालय अन्तर्गत सडक डिभिजन छ अनि त्यो बजेट कहाँ जान्छ सडक अब गर्नुपर्ने कसले जुन सडक डिभिजनका कर्मचारीहरू छन् गर्नुपर्ने उनीहरूले भने तलब त्यसैले खान्छ नि त त्यसैको लागि खाएको पनि तर हामी रोड बनायो भने एकैचोटि नेतालाई गाली गर्छौँ नेताले आफ्नो काम गरिसकेको तर पनि हामी नेतालाई गर्छौँ बदमासी कहाँ हुन्छ है तल देखिन्छ अब सडक डिभिजन पनि के दिने अब ठेकदार बदमास भइदियो भने के गर्ने है तपाईँले पहिले भने नि मेरो जनता सिधा रूपमा भन्नुपर्ने हो भने दोष कसलाई लाउने एक शब्दमा सम्बन्धित मान्छे जो जिम्मेवार छन् जो जिम्मेवार छ उसलाई अब ठेकदार कम्पनी कि यता हैन अस्तिको मैले हाम्रो पछिल्लो लास्ट मिटिङमा बस्दाखेरि अब डीले हाम्रै सामनेमा है ठेकदारलाई ल बनाउनुस् पैसा कमी छैन भने म ठेकदारलाई दोष दिन्छु ओके अब हामी थोरै यहाँको पार्टीतर्फ लम्किन्छौँ जस्तो कि यहाँको जुन पार्टीको विषयमा नै हामी कुरा गरिरहेको थियौँ फेरि यता कठरी सडक खण्डतिर हामी आइपुग्यौँ यहाँको पार्टीको एकदमै सर्टमा समय एकदम कम छ हामीसँग एकदम सर्टमा औँला गनेर यदि हेर्ने हो भने यहाँको पार्टीको विचारधारा थोरै खुलाउन म्याक्सिमम एकदम सर्टमा मेन मुद्दाहरू यो मुद्दा चाहिँ अरू पार्टीभन्दा फरक छ हाम्रोमा चाहिँ त्यो टाइप्सको हैन अब फरक छ भने सबै पार्टीले फरक भन्छन् आफूमा है हामी राम्रो भन्छौँ त्यो होइन यो पार्टी भनेको आवाज बनाउन खोजेको हो हाम्रो साथीहरूले यो आवाज क्या जुन अघि तपाईँसँग कुरा गरेँ नि जस्तै अहिले हेर्दाखेरि जोगी सर पनि फटा है यत्रो वादा गऱ्यो केही पनि गरेन तर मैले त भित्र गरेको रहेछु नि त है आफ्नो जिम्मेवारी पुरा गरेको रहेछु नि गरिरहनेछु नि देखिन्छ नि अनि यही जुन व्यथितिको कुरा गर्नुहुन्छ जुन हुनुपर्ने आवश्यकताहरू पुरा हुँदैन त्यो हुनु पर्यो भन्ने मान्यता हो मेरो एउटा एक्जाम्पल कुनै भिजन योसँग म्याच भएको एउटा एक्जाम्पल त सिधी तपाईँलाई म के भन्छु भनेदेखि नि जस्तै अघि मैले रोजगारको कुरा गरेँ नि 35,000 फ्यामिली 3 महिनाभित्र रोजगार हुन्छ नि केही गर्ने होइन यो तपाईँलाई घरेलु मदिरालाई के अरे ब्रान्डिङ गऱ्यो भने त्यो यता घरेलु हिंसा पनि कम हुन्छ यता सरकारलाई राजस्व पनि आउँछ अनि यता बाहिरबाट
आयात पनि गर्नु, हाम्रो देशको पैसा हाम्रै ठाउँमा रहन्छ। यस्ता थुप्रो सम्भावनाहरू छ। हाम्रो पार्टीको मेन थिम के भनेदेखि नेपालवाद। के हो त नेपालवाद है? हामी के भन्छौँ भनेदेखि नेपाल नेपालीले नै बनाउने हो। कसरी? नेपालीकै स्रोतले। कसरी? नेपालीकै स्रोत। यही नै मेन थिम हो हाम्रो। इमान्दारिता है, इमान्दारिता सबभन्दा ठुलो शक्ति हो। राष्ट्र प्रेम, राष्ट्रभक्त मुखले बोल्ने होइन, भित्री आत्मादेखि गर्नुपर्छ है। यो अहिले मैले बोलेको कुरा यो समयले बताउँछ। अर्को यो आवाज के को लागि भनेदेखि मैले जुन भने नि, हामी तलैदेखि माथि त सुध्रिनु पर्ने छ, हामी तलैदेखि सुध्रिनु छ। आवाज के भनेदेखि नि हामी के भन्छौँ भन्दा सबै नेपालीले सही र गलत बुझौँ। यहाँ त स्यालको खोलबाट शेरहरू देखिन्छ नि त, देखियो नि त। अहिले के भयो त? अनि हामी कहाँ अब गलत चिजको विरोध गर, सामूहिकताको उ गर। मैले के भन्छु भनेदेखि नि अस्ति मैले तपाईँ जस्तो एउटा मिडियाले मलाई बोलाएको थियो, अनि नागरिकताको विषयमा म अघि भन्छु जोगी सर सबभन्दा म चुनावको यो मुद्दाहरू त छँदै थियो, तर भोट माग्ने बेलामा सबभन्दा मलाई फिल भएको नागरिकताको कुरा क्या। किनकि युवाहरू 20 वर्ष 22 वर्ष भइसक्यो है, नागरिकता नपाएर है तडपिरहेछ। यो मैले ठुलो है यसलाई चाहिँ जसरी पनि गर्छु भयो नि त। त्यहाँ के देखियो भनेदेखि 2-3टा बेलामा 2-3 चोटि पुरै तपाईँको संसदमा एक लट ताली बजाएछ क्या, सबैले ताली बजायो कानुन पास हुँदाखेरि है। म त्यो आवाज बन्न चाहन्छु, हाम्रो पार्टी त्यो आवाज बन्न चाहन्छ कि राम्रो कामहरू सबै मिलेर गरौँ। त्यसो कारण मैले नागरिकताको सवालमा के भन्छु भनेदेखि नि सम्पूर्ण सांसदहरूले नागरिकता दिलाएको, किनकि त्यहाँ पनि ताली बजेको छ। ओके, हामी पार्टीलाई नै फोकस गरौँ। अबको समयमा यो पार्टी देशव्यापी बनाउने, देशव्यापी पुर्याउनका लागि चाहिँ के गर्नु भएको छ? यस्तो कि यो मोरङ क्षेत्र नम्बर 5 मै सीमित रहेर बस्छ वा देशभरि नै जान्छ? तपाईँले सायद फेसबुकमा साथीहरूले पोस्ट गरेको हेर्नुभयो होला होइन। त्यहाँ 5 जना प्रमाणपत्र लिएको है, 2 जना हाम्रो तराईको हुनुहुन्थ्यो भने 3 जना है पहाडे र काठमाडौँ प्रोपर काठमाडौँको मान्छे पनि हुनुहुन्थ्यो। भनेपछि यो पार्टी भनेको राष्ट्र पार्टी हो। अहिलेसम्म कतिजना यसमा समावेश भयो, यो पार्टीमा आबद्ध भयो? पहिलो चरणमा के भन्नु, टाइमको अभावले सबै साथीहरूले के सल्लाह भयो भनेदेखि अहिले हामीले दर्ताको काम गरिहालौँ। त्यो त भयो, हामीले पनि 251 जनाको केन्द्रीय कमिटीको हाम्रो विधानमा छ भनेदेखि अहिले हाम्रोमा 27 जना राखेर दर्ता गर्यो। अब कस्तो मान्छेहरूलाई जोड्ने, कस्तो मान्छेहरूलाई के जिम्मेवारी दिने भन्ने कुरामा हाम्रो टिम छलफल गरिरहेछ। हामी खोजिरहेछौँ भने देशप्रति माया भएको है काम गर्ने मान्छेहरू, अझै के भन्छ नि पोलिटिक्सलाई नफरत गर्ने मान्छेहरू, पोलिटिक्स हेटरहरू हुन्छ नि। पोलिटिक्सलाई नफरत गर्ने मान्छे फेरि पार्टीमै कसरी आबद्ध हो? यही हो आवाज हाम्रो, यही हो आवाज हाम्रो। यही लक्ष्य के भन्दाखेरि किन पोलिटिक्सलाई हेट गर्ने मान्छेहरू उसले माया रहेछ देशप्रति क्या। अनि यो नेताहरूले यो पार्टीले राम्रो गरेन त्यही भएर हेट गरे हो नि त, त्यही भएर हेट गरे हो क्या। अनि मैले के भन्छु भन्दा के हो आवाज भन्दाखेरि अब यो दोष लगाइराख्ने कि अब तपाईँहरू आफै भिड्ने है। अरूले गरेन भन्दा तपाईँ नेपाली हो नि, तपाईँले गर्ने कि नगर्ने, यो हो हाम्रो आवाज। ओके, अब एउटा कुरामा अझै पनि यहाँलाई सोधिहालेँ अन्तिममा, जस्तो स्वतन्त्र भएर काम गर्नु र पार्टीगत भएर काम गर्नु फरक छ कि छैन? अब कुनमा चाहिँ तपाईँलाई बढी वेट लाग्यो? सायद त्यही भएर पार्टी खोल्दै हुनुहुन्छ होला कि होइन? यस्तो हो, पार्टी खोल्नुको 2टा कारण। जब तपाईँ राजनीति गर्नुहुन्छ भनेदेखि तपाईँको लक्ष्य क्लियर हुनुपर्छ है, लक्ष्य क्लियर हुनुपर्छ। अब म लक्ष्य क्लियर छ, लक्ष्य क्लियर गर्ने जुन अहिले कानुनी संरचना जुन छ यो संरचनालाई सुधार गर्नुपर्ने। एउटा त कति कुरा लागू गर्नुपर्ने, एउटा त सुधार गर्नुपर्ने। अर्को कुरा के भनेदेखि नि नमुना पार्टी कि राजनीतिक दल यस्तो हुनुपर्छ। म जस्ट एउटा इक्जाम्पल दिन्छु। समानुपातिक व्यवस्था छ नि, राम्रो हो नि त। समानुपातिक व्यवस्था संविधानले के
कल्पना गरेका छ भनेदेखि नि जो चाहिँ प्रत्यक्ष रूपमा समावेश हुन सक्दैन है वर्गहरू है तिनीहरूलाई राज्य सत्तामा पुर्याउनलाई सदनमा पुर्याउनलाई समानुपातिक व्यवस्था गरेका छ प्र्याक्टिकल के छ श्रीमती है हामीले के निर्णय गरेका छौँ भनेदेखि नि समानुपातिकको चाहिँ जस्तै म अहिले अध्यक्ष छु नि मेरो 3 पुस्ता समानुपातिकमा नाम हुँदैन है मेरो 3 पुस्ता समानुपातिकमा नाम हुँदैन केन्द्रीय सदस्यहरू कि त बरु आफै त्यो क्राइटेरियाभित्र पर्यो भने ऊ आफै नत्र म केन्द्रीय सदस्य मेरो श्रीमती हुँदैन है को हुन्छ त पार्टीकै कार्यकर्ता भित्रका हुन्छन् होइन को हुन्छ त्यसको म भन्छु क्लियर कट यो बुझिराख्नु को हुन्छ भनेदेखि नि हामी यहाँ ऊ गर्छौँ 1 नम्बर जस्तै 1 नम्बरमा कसलाई राख्ने तराईबाट को छ त्यस्तो समुदाय तपाईँ छान्नुहुन्छ भनेदेखि नि ऋषिदेव है जसलाई एकदम ऊ भन्छ अनि हाम्रो यो मेतर है त्यसपछि पासवानहरू पिछडा वर्गहरू एकदम यिनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो पार्टीले गर्छ त्यस्तै पहाडमा पनि त्यस्तै हुन सक्छ 2 नम्बरमा अथवा 1 नम्बर पहाडको 2 नम्बरमा यताको यो होइन कि म अध्यक्ष मेरो श्रीमती समानुपातिक अर्को साली पनि अरू यो हाम्रो पार्टीमा पूर्ण त्यो भनेपछि सिधा सिधै बुझ्नु पर्यो भने पार्टीबाट छानेर त्यसलाई माथि ल्याउने हैन त्यो वर्गको प्रतिनिधि हुन्छ त्यहाँ ओके त्यो वर्गको प्रतिनिधि हुन्छ खालि के भन्दाखेरि संविधानले मैले अघि के भने भन्दा हाम्रो पार्टीले के गर्छ जुन संविधानको राम्रो व्यवस्था छ नि त्यो राम्रो व्यवस्थालाई राम्ररी लागू गर्छ उदाहरण दिए के भन्दा समानुपातिकको कुरा अहिले के छ है मनमर्जी छ नि त पार्टीहरूले मनमर्जी गरिरहेछ एउटा यस्तो पार्टी जो पार्टी चाहिँ भ्रष्टाचारको लागि सुरुदेखि कदम चाल्छ तपाईलाई म भनौँ यो अहिले निर्वाचन प्रणाली छ यो निर्वाचन प्रणालीलाई सुधार गरिएन भने अथवा यसको विकल्प सोचिएन भनेदेखि इन्द्रियको बाबु के भन्छ नि है को आयो भने पनि तपाईको भ्रष्टाचार रोक्दैन किन भनेदेखि नि जनताहरूलाई पनि म त्यही भन्छु क्या आम नेपालीहरूलाई भन्छु कि भ्रष्टाचार रोक्नु छ भने तपाईबाट सुरु गर्नुपर्छ आफूबाट पहिला सुरु गर्नु केमा होइन के को लागि भन्दाखेरि चुनाव हुँदाखेरि जो पैसा खर्च गर्छ भनेदेखि त्यसलाई अब भोट नदिनुस् नत्र त्यो असुल गर्छ हामीले के भनेको छौँ भने हाम्रो अब भन्छ हामी के गर्छौँ भनेदेखि नि पैसामै मान्छेसँग पैसा होला तर पैसा खर्च गर्ने हामीले अस्ति मान्छे लग्यो खाना आफै खानुपर्छ है आई मिन र्यालीमा खाना आफै खाने हैन र्याली नै किन गर्ने अनि किन र्याली कसरी प्रचार प्रसार गर्नुहुन्छ त पैसा खर्च प्रचार प्रसार कसरी गर्ने अहिले त ट्रेन्ड बसिरहेछ तपाईलाई एउटा नेता प्रचार प्रसार गर्न गयो भने मानौ 20-25 जना 100 जनाको हुल छ भने सँगै जनताहरू जो समर्थकहरू भनौँ समर्थकहरू उनीहरूलाई अनि खानै नदिने अनि खर्चै नदिने कसरी कुद्छन् त होला त उनीहरू अब यस्तो त फरक भयो नि त म त चुनाव लडिसकेँ नि त हो है म चुनाव लडिसकेपछि जितेँ नि त जितिसकेपछि मैले मेरो तलब भत्ता जनतालाई रिटर्न गरेँ इभन स्वकीय सचिवको पनि रिटर्न गरेँ है रिटर्न गरे भन्नाले है उहाँ जुन मेरो जति पनि तलब भत्ता आउँथ्यो है घर इभन घर भाडा समेत 82-83 हजार आउँछ कुनै महिना भत्ता लगाएर 83 हजार 82 हजार त्यो कसरी रिटर्न मैले जनताको जस्तै तपाईले भन्नुभयो नि बिरामी पर्दाखेरि है कामहरू है सहयोगको काममा लगाउनु भयो त्यो के अरे जुन काम चाहिँ यो गर्नुपर्छ भन्दाखेरि त्यो काम लगाएँ म मर्दा पर्दा है जस्तै गरिब मान्छे कसैको भोज गर्न छैन भनेदेखि हामीले क्राइटेरिया बनाएको थियौँ है कम्तीमा यति चाहिँ सामान एउटा भोजलाई हेल्प होस् त्यो गऱ्यौँ मैले यहाँ के भन्छु भनेदेखि नि अब फेरि यहाँ भन्ला नि के जोगी सरले त र्याली निकालेको थियो त्यही भएर भन्दैछु मेरो पालामा के यहाँको त धेरै आरोपहरू छ नि जोगी सरले र्याली निकाले जोगी सरले आफ्नो जीवन विकासका कर्मचारीहरू खटाए हैन त्यसै गरी के अरे आफ्ना जो जीवन विकासका सदस्यहरू छन् गाउँ छिमेका महिलाहरू उनीहरूलाई प्रयोग गरे हैन
अनि धाक धम्की पनि दिए भन्ने पनि कुराहरू थियो। कोही के अरे जोगी सरलाई भोट दिएन भने भोलि ऋण पाइँदैन भन्ने पनि कुराहरू आरोप थियो। यो के छ भनेदेखि आरोपैमा जाने त धेरै कुराहरू छ नि। अरू तपाईँको मिडियाबाट म एउटा क्लियर हुन्छ, अरू ऋण मिना गरिदिन्छ भनेर है, ऋण मिना गर्छ। तपाईँलाई एउटा भनौँ चुनावमा कति खर्च गर्छ मान्छेले मलाई थाहा छ नि है। अब चुनाव खर्च मैले पनि खर्च गरेँ नि त। मैले कहाँबाट खर्च गरेँ भनेदेखि नि पहिलो हाम्रा साथीभाइहरूले सहयोग गरे। चुनाव जितिसकेपछि मेरो केही पैसा खर्च भयो। चुनाव जितिसके मैले सुरु के भनेदेखि नि यो त पुरानो पार्टीको नेतालाई थाहा छ, म राजनीतिमा आउँदिनँ, किनभने अहिले राजनीतिमा आयो भने म भोलि भसारी हुन्छु, किन पैसा खर्च हुन्छ। अनि त्यसपछि पछिल्लो जब आउने नै भएपछि अनि मैले के भनेदेखि नि पैसा चाहिँ म खर्च गर्दिनँ। पैसा खर्च गरेँ भने म पैसा असुल गर्नतिर लाग्छु, म भसारी हुन्छु। अनि साथीभाइहरूले सहयोग गरे, जे जति सहयोग गरे। पर्सनल पैसा चाहिँ खर्च भएन। चुनाव जितिसकेपछि मैले टोयलेट अभियान सफा गरेँ नि, कुचो किन्न अनि त्यसपछि हर्पिकहरू किन्नलाई जुन 7 दिन चलाए र त्यति बेला मसँग हिँड्ने मान्छेहरूलाई नास्ता पानीको त्यति बेला खर्च भयो मेरो पैसा। ओके अब हामी अन्तिममा छौँ। जस्तो कि आउने जुन अब चुनाव आउँदैछ, अब सकभर यो चुनाव हुन्छ भन्ने पनि हामी आशा, किनभने चुनाव भएन भने भोलि धेरै गाह्रो हुन्छ। आशा गरौँ चुनाव हुन्छ। त्यो चुनाव भयो भने चाहिँ फेरि तपाईँ उठ्नुहुन्छ? बिल्कुल उठ्छु। आफ्नो पार्टीबाट? आफ्नो पार्टीबाट। त्यही क्षेत्र कि फरक क्षेत्र हुन्छ? त्यही क्षेत्र। र कतिजना तपाईँको पार्टीबाट अन्य क्षेत्रहरूबाट उठ्न रेडी भइरहेको छ अथवा के प्लानिङ भइरहेको छ? होइन, अहिले तपाईँको विभिन्न दलका है र नयाँ दलका है नेताहरू है अगुवाहरू, पार्टीका अगुवाहरू अहिले रेगुलर सम्पर्कमा हुनुहुन्छ। कसैले साझेदारी गरौँ, कसैले मर्ज गरौँ, कसैले के गरौँ भनेर भनिरहेछ। अहिले यसको लागि अहिले हामी केमा छौँ भनेदेखि नि अहिले चरणमा हामीले लगभग 15 दिनसम्म हामी सुझाव सङ्कलन गर्दैछौँ। अहिले निर्णय गरिसक्नु भएको छैन? होइन, सुझाव सङ्कलन गर्दैछौँ। के सुझाव त भनेदेखि नि हामी प्रष्ट छौँ केमा कि नेपालवाद है नि। तर किन नेपालवाद र नेपालीकै स्रोतले बनाउने भनेदेखि नि के गर्ने है, विज्ञहरूसँग हामी छलफलमा छौँ। भोलि हामी आशा के गरौँ यो सुझाव सङ्कलन पश्चात चाहिँ? आशा के गरौँ भोलि? जस्तो नेकपा नेपाली कम्युनिस्ट पार्टी एकीकृत भयो होइन, नेकपा एस मिल्यो होइन, त्यस पछाडि धेरै पुराना व्यक्तिहरू घर फर्किए भन्ने पनि चलिरहेछ। भोलि यो पार्टी पनि चुनाव नजिकिँदै गर्दा अन्य पार्टीसँग विचार मिल्यो, अब हामी मर्ज हुन्छौँ भन्ने हुन्छ कि? वा तपाईँहरूको एकल सिद्धान्त बोकेर, किनभने अहिले हामी आधी 1 घन्टा जुन कुरा गऱ्यौँ सैद्धान्तिक कुराहरू गऱ्यौँ, अब यी चिजहरू पछि मिल्न गयो भने त यी सबै सिद्धान्तिक कुराहरू त खेर जान्छ नि त। अहिले के छ भनेदेखि नि हाम्रो पार्टीको सिद्धान्त के छ भनेदेखि प्रष्ट छ। प्रष्ट के छ भनेदेखि हाम्रो एउटै लक्ष्य छ, अब नेपाल बन्नु पर्यो है। समस्या नेपालीहरूको समस्याहरू कम हुनु पर्यो, घट्नु पर्यो। त्यसको लागि यो सिद्धान्त यसरी इमान्दारितापूर्वक लाग्ने जुनसुकै पार्टी है, जुनसुकै व्यक्तिसँग हाम्रो साझेदारी हुन्छ। पहिलो कुरा सेम एज इट इज मिल्यो भने मात्र, एज इट मिल्यो भने। अनि अर्को के हुन्छ भनेदेखि कहिले काहीँ तपाईँले अहिले राजनीतिक देखिरहेको छु। अब त्यो हामीले त अहिलेसम्म पार्टी चलाएर त म आएको छैन, तर देखेको कुरा त्यो पनि सम्भावना हाम्रोमा रहिरहन्छ। के सम्भावना रहिरहन्छ भनेदेखि नि ल साझेदारी नभए पनि, मर्ज नभए पनि साझेदारीका कुरा है, साझेदारी बढेर अगाडि सिद्धान्त मिल्नेहरूसँग साझेदारी गरेर तपाईँले अब तपाईँले सोधेको कतिवटा सिटमा गर्नुहुन्छ, हामीले चाहे एकल होस् चाहे भोलि गएर हामीसँग सिद्धान्त मिल्ने पार्टीहरूसँग समन्वय गरेर 165 क्षेत्रमै निर्वाचन हुन्छ भने हाम्रो साथीहरूको एक कैन्डिडेट हुन्छ भने साथीहरूको अहिले अवधारणा छ। ओके, अब हामी दर्शकबिन अन्तिम क्षणमा आइपुगेका छौँ। हामीले धेरै प्रयास गरेका छौँ उहाँसँग मोरङ क्षेत्र नम्बर 5 का सम्पूर्ण विषयहरूको उठान होस् भनेर उहाँसँग पनि प्रश्न गऱ्यौँ। अब अन्तिममा चाहिँ सामसुजीलाई अन्तिममा मेरो यहाँलाई प्रश्न के छ भन्दाखेरि यो जुन मोरङ क्षेत्र नम्बर 5 मा जुन निराश भएका जुन यहाँका जनताहरू छन् एक, र आउने समयमा यहाँका पार्टीसँग र यहाँसँग आबद्ध हुने गरी के सन्देश दिन चाहनुहुन्छ? सँगसँगै जेनजी युवाहरूलाई पनि, उहाँहरूको भित्र पनि अलिकता यहाँलाई लिएर चाहिँ निराशता चाहिँ छ हो, उहाँहरूलाई के सन्देश दिन चाहनुहुन्छ? अब
तपाईँले त्यसरी भन्नुभएको छ। अहिले मेरो क्षेत्रको चाहे युवाहरू होस् है चाहे जनता होस्, बुझ्नुभयो होइन, निराश चाहिँ छैन है, निराश छैन। किन निराश न, प्र्याक्टिकल कुरा गर्छु म, बुझ्नु होला तपाईँले कुनै दिन खोज्नु होला कि जोगी सरको पार्टीमा 500 चाहिन्छ नि दर्ता गर्नलाई, हामीले 500 उहाँ उपस्थित गराएको छौँ है, 500 मान्छे उपस्थित गराएको छौँ। एउटा कुरा। अर्को कुरा के छ, यो पार्टी मैले खोलेको होइन है, सबै साथीहरूले खोलेका छन्, भने जनताले खोलेको पार्टी। के प्रुफ दिन्छु भनेदेखि नि जुन दिन 25-30 जनाले पार्टी खोल्नुपर्छ यो नयाँ सिनारी जेनजी आन्दोलन पछाडि, त्यसपछि मैले 25-30 जना एकचोटि बोलाउँ हाम्रो क्षेत्रको लगभग 150-200 मान्छे आयो त्यहाँ। उहाँहरूले म अतिथिको रूपमा बसेँ, अर्गनाइजर उनीहरू भए, र मैले के भन्दाखेरि जनता निराश छन् कि छैनन् भनेर ल मैले कसरी पनि टच गरिनँ है। कुनै पनि जस्तै कर्मचारीहरू भयो होइन, सबै पब्लिकले नागरिकता दिएको छ, पब्लिकले गएर त्यहाँ दर्ता गर्छ। हामीले के गर्यौँ भनेदेखि नि त्यो दिन उनीहरूले त्यहाँ निर्वाचन आयोगसम्म जाने बन्दोबस्त है, गाडीको बन्दोबस्त गऱ्यौँ अनि उनीहरूले गरे। हो, स्वाभाविकै छ। जस्तै कमेन्ट्सको कुरामा गर्नुहुन्छ भनेदेखि नि म के भन्छु भनेदेखि नि 21,000 र 32,000 भन्छु क्या, 21,000 र 32,000, 21,000 म 21,000 परे के, 32,000 त छन् नि त है, 32,000 जो हिजोसम्म कसैको पछि लागेर अथवा कुनै पार्टीको लागेर भनौँ न पाइरहेको थियो होला भनेदेखि त ऊ त मेरो पालामा त पाउँदैन नि त है। उसले कमेन्ट्स गर्छ, स्वाभाविक छ। तपाईँले सुरुमा एउटा क्वेसन गर्नुभएको थियो, म चाहेर पनि जति जानुपर्ने जान सकेको छैन म है, तर के भन्दाखेरि नि उनीहरूसँग कुनै न कुनै किसिमको सम्पर्कमा छु। उहाँहरूले बोलाएपछि म जान्छु, जाँदाखेरि काम गर्छु है, सहयोग गर्छु। सबै म 5 नम्बर क्षेत्रको बलालाई के भन्छु नि, म प्रष्ट छु। राम्रो मान्छे है, राम्रो मान्छे चुनावमा सबै ठाउँमा, जस्तै 5 नम्बर होइन, 5 नम्बर टाँसिएको 2 नम्बर छ। अब तपाईँहरूले राम्रो मान्छेहरूको प्रचार प्रसार गर्नु, गर्ने मान्छेहरूको प्रचार प्रसार गर्नु। तपाईँहरूको एउटा भोट है ठुलो महत्त्व छ, तपाईँहरूको मेहनत ठुलो महत्त्व छ। तपाईँहरूलाई लाग्छ है जोगी सर जुन पार्टीमा हुनुहुन्छ, नयाँ राष्ट्रिय ऊर्जाशील पार्टी, त्यो पार्टी राम्रो छ भने तपाईँहरूले आफ्नो ठाउँबाट सहयोग गर्नु होला। नत्र के भन्दाखेरि तपाईँहरू स्वतन्त्र हुनुहुन्छ है, तपाईँहरू स्वतन्त्र हुनुहुन्छ, तपाईँहरूको निर्णय हामी जहिले पनि कदर गर्छौँ। ओके दर्शक, हामी उहाँहरूसँग सम्पूर्ण कुराहरू लिने प्रयास गऱ्यौँ र उहाँको आउँदै गरेको नयाँ पार्टीको पनि विषयमा कुरा गऱ्यौँ, सैद्धान्तिक विषयहरूमा पनि रहेर हामी धेरै छिनोखाना पनि गऱ्यौँ। त्यसै गरी यस पोडकास्टमा हामीलाई समय दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।